आज बिहान म उठेर नुहाइधुवाइ गरेर हेर्दासम्म घाम यत्तिको निस्केको रहेछ। त्यसपछि म सिधै कामबाट आएर भिडियो खिचेँ क्या। अनि त्यसपछि चामल भिजाएर राखेँ, दाल बिसालेँ, अनि सुकाएको कपडाहरू उठाएर गरेँ। अनि लिस्ट बनाउन लागेँ क्या मेरो सामान ल्याउनुपर्ने। त्यतिकैमा दाल पनि पाक्यो। त्यसपछि मैले भात बिसालिदिएँ। अनि त्यति बेलै म ग्यासहरू सफा गरिहाल्छु कि। अनि सफा पनि गरेँ, फेरि बाँकीको लिस्ट पुरा गरेँ। त्यतिकैमा मेरो बुढो पनि आउनुभयो। अनि त्यसपछि एकछिन बुढाबुढी मजाले गफ लगायौँ, बसेँ। त्यसपछि म खानासाना खाएर भाँडासाँडाहरू सबै साइड लगाएर सुतेको थिएँ। फेरि साँझ उठेर अनि हामीहरू मार्केट गयौँ क्या। त्यसपछि मार्केट गएर त्यो आलुहरू सबै सब्जीहरू ल्याएँ। अनि सब्जीहरू सबै मिलाएर राखेँ। साग पनि लिएर आएको थिएँ, अनि साग पनि राम्रोसँग सफा गरेँ त्यसलाई। अनि आलु प्याजहरू सबै काटेँ। अनि त्यसपछि काटेर अनि मैले आलु पनि काटेँ, प्याज पनि काटेँ। अनि त्यसपछि बिसालिदिएँ आलु। त्यसपछि पिठो मिचेँ मैले। अनि त्यसपछि एकछिन आलु अलिकति पाक्दैन क्या छिटो, त्यही भएर आलु पहिला पकाएर अलिकति, त्यसपछि मैले सागहरू हालेँ। त्यसपछि मैले रोटी पकाएँ। आजको मेरो भिडियो सकियो। बाई बाई।